कोहलपुर नगरपालिका हरित नगरपालिकाको नारा बिस्तारै साकार हुने दिशातर्फ उन्मुख हुँदैछ। करिब 3 वर्ष अगाडि बाटोको बीच र छेउछाउमा लगाइएका यी कोनोकर्पस प्रजातिका वनस्पति अहिले हर्लक्क बढेर नगरलाई हरित र आकर्षक बनाइरहेका छन्। कोहलपुर बजार क्षेत्र, खुला मञ्च, न्यू रोड छेउछाउको क्षेत्र साथै अन्य स्थान जहाँ पनि यी वनस्पति लगाइएका छन् त्यस स्थानमा अहिले हरियाली छाएको छ। उष्ण हावापानीमा अनुकूलन हुन सक्ने वनस्पतिहरू भारत लगायत अन्य एसियाली मुलुकमा प्राथमिकताका साथ वृक्षारोपण गर्ने गरेको पाइन्छ। पाकिस्तान, इराक, यूएई, साउदी अरब, कुवेत, इरान, कतार लगायतका गर्मी हावापानी भएको ठाउँमा यी प्रजातिका वनस्पतिलाई प्राथमिकतामा राखिन्छ। संयुक्त राज्य अमेरिका, मेक्सिको, ब्राजिल, मध्य र दक्षिण अमेरिकाका तटीय क्षेत्रमा यस वनस्पतिको उल्लेख्य वृक्षारोपण गरिएको छ। भारतमा 1-2 राज्यले यसलाई प्रतिबन्धित गरे तापनि अन्य राज्यमा यी वनस्पतिहरू उल्लेख्य मात्रामा प्राप्त गर्न सकिन्छ। विगतमा यस वनस्पतिको विषयमा कोहलपुरमा जुन प्रकारको प्रचार गर्ने प्रयत्न भयो, नेपाल र भारतभन्दा विकसित साथै अध्ययन अनुसन्धानको क्षेत्रमा धेरै नै अगाडि रहेका देशले उक्त वनस्पतिको चयनलाई प्राथमिकतामा राख्नुले पनि वनस्पति विरुद्धको प्रचारलाई झुट्टा साबित गरिदियो र यस कार्यलाई आफूलाई मिनी हर्क साम्पाङको कित्तामा उभ्याउन केही व्यक्तिले गरेको अर्थहीन प्रयत्नका रूपमा सर्वसाधारणले बुझ्ने मौका पाए। अन्तमा कोहलपुरलाई हरियाली बनाउन कोहलपुर नगरपालिकाले खेलेको भूमिकालाई सराहना गर्दै आगामी दिनमा यसको मात्रालाई थप वृद्धि गर्नुपर्ने आवश्यकतालाई कसैले नकार्न सक्दैन।